गाजा फलाएर कसको बाउको के बिग्रिन्छ बिग्रिन्न नि त हैन। निकोलसले दाल भात तरकारी खान्छ, माछा मासु अरू के पनि खान्न। बाबू भाई ऐसे डायरेक्ट बाबू तेरा तो गेम बजाना पड़ेगा। एउटा बाल इन्द्र भन्ने आएको छन् काठमाडौँमा, बच्चै छन्, सानै छन्, बालै छन् र जाल इन्द्रजाल धेरै जाने। विदेशका नेपालीहरू फर्किहाल्नुहोस्, हामीले करोडपति बनाइहाल्छौँ। अरे मुझे चक्कर आने लग गया अब। फर्किनु भएन भने पछि संस्कृतको परीक्षा दिएर फर्किनु पर्ला, यहीबाट याद गर्नुहोस् भन्न चाहन्छु। कि संस्कृतको कि मगर भाषाको कि तामाङको परीक्षा दिएर मात्र नेपाल छिर्न पाइन्छ। यो बालन शाह भन्ने छ नि मान्छे, मेरै साथी हो है। यति खतम मान्छे कि मैले जिन्दगीमा यति खतम मान्छे देखाएको थिइनँ कि। अनि यो तोरीहरू यो 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 नामर्दहरू यो गद्दारहरूले चाहिँ अझै पनि त्यही बारकै आश गरेर बसिरहेको अझै पनि ओली ओली गर्दै के भा गर्दै बसेछ एउटा भेडो। जनता बचाउन चाहन्छु, जनता हँसाउन चाहन्छु। हम इन्होंने वक्त बदल दिया, जज्बात बदल दिए, जिंदगी बदल दी। नोकर हुन जन्मेको हैन, हामी जोकर हुन जन्मेको पनि हैन। संसारको गुरु हुन जन्मेको, संसारको राजा हुन जन्मेको। भर्खर एउटा ड्रोन छोडेर एउटा गृहमन्त्री मार्यो भने औकात छैन बाँच्न सक्ने तेरो है। भर्खर एउटा ड्रोन छोडेर पुलिस हेडक्वार्टर सकाइदियो भने औकात छैन बाँच्ने तेरो। आर यू कॉमेडी मी? एउटा सानो मिसाल मैले यही माथिबाट रेडी छ, ए छोड्दै भने बालुवाटार 1 सेकेन्डमा ध्वस्त हुन्छ। औकात छैन बाँच्ने तेरो, डरायो भने नसोच फेरि है। एउटा मात्र कम्पिटिटर हाम्रो एलन मस्क टाइपका 2-4 जना छन्, अरू चाहिँ त्यति धेरै हाम्रो कम्पिटिटर छैनन् है त हाम्रो यो देशमा, यो दुनियाँमा कमै छन्। स्वास्थ्य फ्री गर्न 3 महिना भित्र, म त 5 दिन भित्र गर्न सक्छु सर। कुराहरू म भयो भने यदि म भन्दा अलि लोद्धरै मान्छे पर्यो भने पनि 5-6 महिनामा चाहिँ सकिन्छ सर। शिक्षा पनि फ्री गर्न सकिन्छ। आप मुस्कुरा क्यों रहे? म हरेक नेपाली 1-1 करोड बाँड्न सक्छु सर। जहर खाने का पैसा नहीं है तुझा। पुग्छ सर 5 वर्षभित्र यो देश। अहिले मलाई गर्नु बनाउनु नि मन छैन किन। मोहब्बत टू वे होती है सर, मोहब्बत 2 जगह से चलती है, ऐसे मोहब्बत नहीं चलती। टाइमै तिर्नु भ्याइँदैन, देशको बाइक दिमागमा ख्यालै आउँदैन। 5 वर्षमा नेपाललाई करोडपति बनाउने बाइक दिमागमा अरू कुरा आउँदैन। ठाउँमा ध्यान गर्थ्यौँ, राति 12 बजे 2 बजे 3 बजे बाघ आएर चाहिँ हामीलाई आशीर्वाद दियो। अरे कहना क्या चाहते हो? बाघले आशीर्वाद दिएको भन्नु अहिले कलिको पनि घोर कली भएको छ। हामी चाहिँ साँच्चीकै वामन अवतारले अंशले जसरी अवतार लिएर आथे, बलिले जसरी आथे, हामी त्यसरी नै आछौँ है। रावणहरू रामहरू जसरी आथे, हामी त्यसरी नै आछौँ। कौन है ये लोग? कहाँ से आते हैं? ट्याक्क बाघ आइसके पछाडि चाहिँ म त अब रिसिँदै गइरहेको थिएँ, म देख्दै देखिनँ कि आँखै देखेको थिएँ। टक्क आँखा खोल्छु त अगाडिबाट उताबाट बाघ हिँडिरहेको छ, म यताबाट गएँ दुर्गा माता भनेको होइन। ट्याक्क म त्यो आँखाले हेर्दा पनि हेरिनँ होइन। बाघ पनि दुर्गा माता आएर बाघमाथि चढेर बाघ लिएर जानुभयो। मस्त जोक मारा रे, या हंस रे हल्कट हंस। भन्न आइतबारबाट सन्डे बनाएको हाम्रो मुन भनेको के अरे सोमबार भनेको सोम भनेको मुनबाट सोमबार बनाएको के हो? हाम्रो 1 लाई 1 गरेर 1 बनाएको, हाम्रो 2 लाई गरेर 2 बनाएको, हाम्रो 4 लाई गरेर 4 बनाएको। यिनीहरूको त आई वाला सिस्टम थियो नि त तिनीहरू। अहिले यति प्रधानमन्त्री म भएको म यतिसम्म बवाल गर्दै सक्थेँ, खतरा गर्दै सक्थेँ कि त्यहाँनिर। उता लुसिफर भइहाल्यो, दक्ष प्रजापति, महिषासुर भस्मासुर सबै यो भन्यो राजा तिमी राजनीति गर्न सक्दैनौ। तिम्रो हातको बसको बातको कुरा पनि होइन। तिम्रो सोच, तिम्रो भिजन, तिम्रो चिन्तनले तिमी एउटा कोठामा बस, पब्जी खेल, चिल गर, त्यति गर। तिम्रो त्यो बाहेक केही गर्न सक्दैनौ, कामै छैन तिम्रो। यो देश बन्न के 6 महिना वेस्ट फाल्दिने सर? 5 दिनमा म बनाइदिन्छु सर यार। मलाई प्रधानमन्त्री यदि म भइदिएको है अहिलेसम्म यिनीहरूलाई सबैलाई तिम्रो बाउको हिम्मत छ भने केपी ओली छोड। त्यति सजिलो छ तपाईले भने। गाह्रै छैन नि सर, के गाह्रो छ? ए मस बस्ने तैँले के गरिस् आजसम्म देशका लागि? हाम्रो विकास हेर्न आउने हो भने लिएर तिम्रो गुरु छैन तिमीहरूको हिम्मत है। अब भाग, काम छैन तिमीहरूको। मैं आपको सिखाऊंगा पैसे कैसे कमाओगे, बोलो सुनना है? देखो सबको सुन। अरू जति पनि पातहरू छन् नि 1 रुपियाँमा हामीले पात किन्छौँ कि नेपालको साल मात्र अहिले हामीले सदुपयोग गर्यो भने प्रत्येक नेपाली आजकै दिनमा 1-1 करोड बाँड्न पुग्छ कि 1 करोड 20 लाख बाँड्न पुग्छ कि त्यति धेरै पैसा छ कि। ये सुबह से मेरा दाहिना आँख फड़क रहा है, लगता है हम लोग जरूर करोड़पति बने। त्यस्तो मान्छे राखेर तपाईले कसले बचाउँछ भन्नुहोस्। अब उहाँ ठिक कि म ठिक तपाईँ भन्दिनु न त ल। देश बिगार्दिनु भन्नु नपाएन हामीले।
देखा आपने लापरवाही का नतीजा है। कति भन्ने कति गराउने कति अब शेरबहादुर प्रधानमन्त्री हुँदादेखि झगडा गर्न थालेको छ। मेरो फेरि सर्भिस त राम्रो हो, त्यस्तो नराम्रो नि होइन। केपी ओलीसित नि कति झगडा गरेँ, प्रचण्डसित कति झगडा गरेँ, लडेँ आइज सिङ्गल भन्यो, के गरेँ हुँदा हुँदा आफ्नै आमालाई ल्याएर एउटा प्रधानमन्त्री बनाएको, पनि सौतेनी आमा निस्किनु हुँदा गृहमन्त्री तैँले कारवाही गर्न सक्छस् भने गर। मेरै गाउँको होस् त पनि खास त रेस्पेक्ट गरेर भेना गर्नुपर्ने हो, त्यही पनि त भन्न बाध्य छु आज। साला तोरी काम नगर तैँले। एउटा पार्टको यसको यही पार्टको भनौँ न कतिवटा बोर्ड छ यहाँ तलपट्टि एउटा बोर्ड एउटा बोर्ड काट्यो भने यहाँ 20-50वटा अरू बोर्डहरू उम्किन्छन् नयाँ नयाँ आफै बनिसक्यो भने एउटा पार्टको पूजा पर्छ होइन। कति पार्ट कति पैसा छ हेर्नु त होइन, सबैमा हेर्नु न सबै पैसाले खुसी दिँदैन है त साथी हो, के पनि दिँदैन। हामीलाई पैसा छैन खानलाई गाई भैँसी जति पनि खान पायो भने चाहिँ दुध हुन्छ, दही हुन्छ, घिउ हुन्छ, मही हुन्छ, अनेक थरी कुरा भइहाल्छ। अरे कहना क्या चाहते हो? नेपालमा त यस्तो देश हो, खोलाको किनारमा गएर बल्छी हानेर जिन्दगी चल्छ, चल्दै चल्दैन माछा खाए बाछी हाल्यो भने जङ्गलमा गएर कन्दमूल खाए। 8 वर्षमा चाहिँ नेपाललाई स्वर्ग बनाउने, 18 वर्षमा पृथ्वी स्वर्ग बनाउने, अनि स्वर्गको माथि चिल गरेर बस्ने योजना छ मेरो चाहिँ। तपाईँहरू बात त सही थाहा छैन कि मलाई कसैले भन्दा कसैले पागल भन्दाखेरि मलाई साह्रै खुसी किन लाग्छ। शिवजी चाहिँ हुन लाटेको जस्तो फिल हुन्छ कि मलाई। खत्म। हजुरहरूले नमाने पनि ठिकै छ, फरक परेन।